उडिरहेको विमानमै कपडा खोली नग्न भइन् महिला। अमेरिकाको टेक्सास स्थित ह्युस्टनबाट फिनिक्स जाँदै गरेको साउथ वेस्ट एयरलाइन्सको विमानमा एक महिलाले आपत्तिजनक व्यवहार गरेकी छिन्। उडान भरेको केही समयपछि ती महिलाले अचानक आफ्नो कपडा फुकालिन् र नग्न अवस्थामै विमानमा होहल्ला गर्न थालिन्। अन्य यात्रीहरू अचम्मित र चिन्तित भए। ती महिलाले भने बारम्बार विमानबाट ओर्लनको माग गरेकी छिन्। महिलाले आफू बाइपोलर डिसअर्डरबाट पीडित भएको बताएकी हुन्। उनले विमानको ककपिटमा प्रवेश गर्न प्रयास समेत गरिन्। विमानको सुरक्षा कारणले यो घटनाको कारण विमानलाई ह्युस्टन फर्काएको छ। ह्युस्टनमा महिलालाई प्रहरीले नियन्त्रणमा लिएर मेडिकल जाँचको लागि पठाएको जानकारी प्राप्त भएको छ। साउथ वेस्ट एयरलाइन्सले यात्रुहरूको असुविधाप्रति माफी माग्दै उडान ढिलाइ भएकोमा $50 क्षतिपूर्ति प्रस्ताव गरेको छ। उक्त घटनाको केही भिडियो क्लिप पनि सार्वजनिक भएको छ, जसमा ती महिला चिच्चाइरहेको देख्न सकिन्छ।